नमस्कार म्याम, हजुरको शुभ नाम? नमस्कार मेरा प्यारा भाइ बहिनीहरूलाई। मेरो नाम चाहिँ गङ्गादेवी घिमिरे हो। म वार्ड नम्बर 2 को जनप्रतिनिधि महिला सदस्य। हजुरले यस बुटोल वडा कार्यालय 2 मा काम गर्नुभएको समय अवधि कति हो नि म्याम? 2079 साल जेठ 9 गते हामी पदबाली भएको हो। यहाँ 79 सालको वैशाख 30 गते भएको निर्वाचनबाट निर्वाचित भएर यहाँ चाहिँ पदबाली भएको 2 महिना 9 गते हो। र त्यहाँदेखि अहिलेसम्मको अवधि भनेको 4 वर्ष 2 महिना भइसक्यो। अब हाम्रो अवधि पनि अन्तिम अवस्थामा पुगेको छ। यो अवधिभित्र चाहिँ हामीले धेरै खालका सामाजिक कामहरू गऱ्यौँ। भौतिक पूर्वाधार विकास निर्माणका कामहरू गऱ्यौँ, सामाजिक विकासका कामहरू गऱ्यौँ, नैतिक विकासहरूका काम गऱ्यौँ र जहाँ बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरूको हक हितको लागि काम गर्दै आएका छौँ। र हाम्रा यस वार्ड नम्बर 2 मा 11वटा टोल विकास संस्था छन्। त्यो टोल विकास संस्थाभित्र चाहिँ विभिन्न खालका सङ्घ संस्थाहरू, महिला सञ्जालहरू, युवा क्लबहरू, टोल विकास संस्थाहरू छन्। त्यो संस्थासँग समन्वय गरेर र यहाँका नागरिकहरू, भद्र भलाज्मीहरूसँग समन्वय गरेर हामी जनप्रतिनिधिहरूले काम गर्दै आएका छौँ। अनि म्याम, यहाँ बुटोल वडा कार्यालय 2 मा फेरि हजुरले काम गर्ने मौका पाउनुभयो भने फेरि काम गर्न चाहनुहुन्छ? यो अवश्य नै। अब जनताले चाहेर फेरि पनि तपाईँहरूलाई नै निर्वाचित गर्ने हो भनेर त्यसरी अवसर दिनुभयो भने अवश्य हामी फेरि गर्न तयार छौँ। किनभने हामी यो नीति निर्माण तहमा अहिले आएको त 4 वर्ष मात्रै त भयो होइन। जति धेरै वर्ष भए तापनि मान्छेलाई यो सिप भनेको, यो अनुभव भनेको सधैँभरि खाँचो नै भइरहँदो रहेछ होइन। यसले पूर्ण रूपले चाहिँ हामी अझै चाहिँ सचेत भइसकेका छैनौँ। अझै अनुभव अझै बटुल्न छ। अझै हाम्रो चाहिँ यो रहर अझै पुगेको छैन जस्तो लाग्छ है मलाई।